राज्यको काम भनेको कुनै युवालाई सजाय दिएर जेलमा कुवाउने होइन, जेलमा सडाउने होइन। जुन देशमा जति धेरै युवाहरूलाई जेलमा कोचिन्छ त्यो देश त्यति नै अँध्यारोतर्फ धकेलिन्छ। अब नेदरल्यान्ड जस्ता विभिन्न देशहरूमा जहाँ जेललाई अब बिजनेस हबमा परिणत गरिदिन्छ, कम्प्लेक्सहरूमा कन्भर्ट गरिदिन्छ। जेलै छैन। किन त? अपराध छैन। अपराध किन छैन? अपराध मान्छेले किन गर्छ त? चोर्न किन जान्छ मान्छे? खान पाएन, परिवार पाल्न सकेन, ऊ चोर्न जान्छ भने त्यो गभर्मेन्ट त्यो रुटमा जानुपर्छ। उसले खान पाएन, खान दिनु पर्यो नि त। उसले लाउन पाएन, लाउन दिनु पर्यो नि त। गभर्मेन्टको त्यो कर्तव्य हो। त्यसलाई पुरा गर्ने बित्तिकै उसले चोर छोड्दैन। यदि त्यसो गर्दा गर्दै पनि चोर्यो भने बल्ल त्यसलाई जेल। सजाय दिने होइन सर, उसको दिमाग परिवर्तन गरिदिने हो। ओके मैले अब प्याकुरेलजीमा आएँ। जस्तो तपाईँले यो सम्मोहनको सम्बन्धी विद्या र मनोविज्ञान